एजेन्सी म्यानेजर तथा केन्द्रीय सहसचिव समेत रहनुभएका सोम लुइटेल सरलाई म हार्दिक अनुरोध गर्दछु। सबैमा नमस्कार, धन्यवाद शाखा प्रमुखज्यू। आजको यस कार्यक्रम छोटो मिठो जुन सम्पादन गर्नुभएको छ, यो कार्यक्रममा सहयोग पुर्याउने सम्पूर्णलाई फेरि पनि धन्यवाद दिन चाहन्छु। आजको यस कार्यक्रममा उपस्थित हुनुभएका मेरा प्यारा प्यारा बीसी साथीहरू, एजेन्सी म्यानेजर साथीहरू, सिनियर एजेन्सी म्यानेजर साथीहरू अनि पेसागत बिमा अभिकर्ता सङ्घका उपाध्यक्ष, सचिव, कोषाध्यक्ष अनि मेरो प्यारा साथीहरू अनि ब्याङ्कबाट आबद्ध हुनुभएका नेपाली इस्लामी ब्याङ्कका ब्रान्च म्यानेजर, सिद्धार्थ ब्याङ्कका ब्रान्च म्यानेजर, मुक्तिनाथ विकास ब्याङ्कका ब्रान्च म्यानेजर साथै यस कार्यक्रमलाई सभ्य तथा भव्य रूपले सम्पन्न गर्न जुन तर्फबाट पाउनु भएको छ, सम्पूर्णलाई म आफ्नो व्यक्तिगत तर्फबाट र संस्थाको तर्फबाट हृदयदेखि नै आभार व्यक्त गर्दै नमन गर्न चाहन्छु। विशेष त कुरा म 2072 सालबाट गर्न चाहन्छु। सरले 12औं वर्षको कुरा भनिसक्नुभएको थियो। म 2072 सालबाट आर्थिक वर्ष 72-73 हुँदै क्रमशः अहिले आर्थिक वर्ष 82-83 सम्म आइपुग्दाखेरि मैले यो पटक 12औं पटकको राष्ट्रिय सम्मान एचिभ गरिरहँदाखेरि म आफैले पनि भनिन्छ 12 वर्षमा खोलो पनि फिर्किन्छ अरे। मैले आजभन्दा 12 वर्ष अगाडि गरेको व्यापार जसले वर्षमा 2 देखि 5 करोड मिनिमम आफ्नो कोडमा म व्यापार गर्न सक्थेँ र मैले म्याक्सिमम 12 करोडसम्म व्यापार गरिरहेको अवस्थामा अहिले पछिल्लो समयमा कोभिड महामारी र बाढी पीडितले गर्दा मैले आफ्नो व्यापारलाई 1 करोडमा सीमित राखेको छु। आउँदा वर्षहरूमा यसलाई ब्रेक गरेर 12 वर्षको त्यो जुन ग्यापलाई तोडेर सुरुको वर्षमा फिर्केर करोडौं 2-4 करोडको व्यापार फेरि पनि गर्ने प्रतिबद्धता पनि व्यक्त गर्न चाहन्छु। साथीहरू, यो फिल्डमा आइरहँदा तपाईहरु जस्तै म पनि एजेन्टबाट म आइरहेको थिएँ आजभन्दा 12 वर्ष अगाडि। त्यतिखेर आउँदा मलाई पनि यो राष्ट्रिय सम्मानमा पर्छु कि पर्दिन भन्ने डाउट थियो, तर परिश्रम गर्दै गयो भने अवश्य पनि सफलता मिल्दै रहेछ। म वृत्तावन ब्रान्चमा लगभग 3 वर्ष जति इलाम ब्रान्चमा कार्यरत र 7-8 वर्ष चाहिँ वृत्तावन ब्रान्चमा कार्यरत रहिरहँदाखेरि त्यहाँनिर एकले अर्कालाई मोटिभेसन गरेर सम्मानमा लिएर जाने परम्परा थियो। जब म इलाम शाखामा आएँ, यहाँ पनि म लानुपर्छ भनेर पहिलो पटक म एक्लै सम्मानित भएको थिएँ नि। दोस्रो पटकदेखि मेरो आदरणीय अग्रज व्यक्तित्व हैकम दाई, मेरो आदरणीय जिक्री साथी मेरो दिपेन्द्र सरलाई पनि राष्ट्रिय सम्मानमा लाने प्रयास गरियो। उहाँहरूको पनि दिन्छ, उहाँहरूलाई पनि म यहीँबाट आभार व्यक्त गर्न चाहन्छु। अब साथीहरू, हामी 3 जनाले मात्रै पुग्दैन। यो पटकको टार्गेट हाम्रो कम्पनीले दिएको टार्गेट, ब्रान्चले दिएको टार्गेट र आफ्नो टार्गेट पुरा गर्नको लागि अब म 12औं-13औं वर्षमा नयाँ साथीहरूलाई पनि देख्न चाहन्छु। त्यसका लागि सोम लुइटेलले व्यक्तिगत तर्फबाट के गर्नुपर्छ, संस्थामा कहाँ लड्नुपर्छ, केन्द्रमा के कुरा पुर्याउनुपर्छ र तपाईहरुलाई के को आवश्यकता छ, त्यसका लागि म सदैव तपाईहरुमा रहने प्रतिबद्धता पनि व्यक्त गर्न चाहन्छु। यो छोटो समयमा मेरा 2-4 कुरा सुन्ने जुन जमर्को गरिदिनु भएको छ, चियापन कार्यक्रम आयोजना गर्नुभएको छ, यसलाई विशेष त म शाखा प्रमुख राजु सरलाई विशेष धन्यवाद दिन चाहन्छु। अनि यो बीचमा औरात्र कति मेरा स्टाफ साथीहरू, मेरो यो ब्रान्चका मेरा अग्रज व्यक्तित्व र साथी भएर एकै ठाउँमा बसेर हिँड्ने मेरा दुवै साथीहरू विवेक सर अनि हाम्रो सरलाई एकदम हृदयदेखि आभार व्यक्त गर्न चाहन्छु, लोकेश सर र विवेक सरलाई। र म यो शाखा छोडेर जाने साथीहरूलाई पनि जसलाई बिदा भएर जानुभएको छ उहाँहरूलाई पनि सम्झिन चाहन्छु। यति मात्र रहेन, ती जिन भगवान रूपी ती मेरा बिमितहरू जसले मलाई यो प्लाटफर्म दिनुभयो, जसरी म एउटा धायकी पायो पेसामा थिएँ, धाउँदै गरौँ पाउन छोडो धायकी पायो पेसामा आफ्नो कम्प्युटर इन्स्टिट्युट खोलेर बसिरहँदा यो फिल्डमा ल्याएर यो व्यवसाय चिनाने मेरो अग्रज व्यक्तित्व भक्ति भट्टराईलाई पनि सम्झिन चाहन्छु। समग्रमा हाम्रो सबै यो एक्लैले यो प्रयास सम्भव छैन। यहाँनिर अभिकर्ताले पनि आफूबाट पहल गर्नुपर्ने हुन्छ र ब्रान्च म्यानेजर र सबै क्षेत्रबाट सेक्टर हामीलाई अर्थतन्त्र पनि गाह्रो पुर्याउने ब्याङ्कले पनि हामीलाई असजिलो गरिदियो भने हामी व्यापारमा यो टार्गेटमा पुग्न सक्दैनौँ। त्यसैले यहाँ सबैको हातमा हात, काँधमा काँध मिलाएर जुन यो राष्ट्रिय स्तरको एउटा सम्मान प्राप्त गरेको छु, यसलाई सहयोग गर्नुहुने मेरा सम्पूर्ण भगवान रूपी मेरा बिमित र सबै सेक्टरबाट मेरा स्टेक होल्डरहरूलाई यहीँबाट हार्दिक धन्यवाद दिँदै यो छोटो मिठो कार्यक्रम सम्पन्न गरिदिनु भएको छ। म राजु सरलाई पनि विशेष आभार व्यक्त गर्दै बिदा हुन्छु। हस्त धन्यवाद।